ल है त दिक्तेलबाट हिँडेर म चाहिँ फाइनली बुलबुले आइसकेको छु। बुलबुले दुधकुण्ड बुलबुले मन्दिर नेर्पा 6 मा रहेको छ। बुलबुले मन्दिर चाहिँ यो बिहानको समयमा चाहिँ जाडो एकदमै बढेको छ। टोपी नलाइ नहुने तातो तातो लुगाहरू लगाएर आउँदा पनि कस्तो जाडो भइरहेछ भने नि आम्मामा। जाडोले हात कक्रचिएर यी देखिएका 7 वटा धाराको चाहिँ आफ्नै फाल्टै विशेषता रहेको छ। यस्तो चिसोमा पनि कस्तो तातो पानी रहेछ हौ यहाँको त। पानीले भिजाउँछ है क्या हो। गणेश भगवान हुँदो रहेछ। हर हर महादेव शम्भु। यो पोखरीको बीचमा चाहिँ एकलव्यको मन्दिर मूर्ति रहेको छ। अलिक ढिलो घाम आउने भएर हो कि जाडो चाहिँ एकदमै छ यहाँ। जाडो एकदमै। यहाँ चाहिँ धेरै पवित्र ठाउँ रहेको छ। यो चाहिँ नीलकण्ठको मूर्ति र यहाँका माछा पनि खायो भने चाहिँ रगत छादेर मर्ने यहाँका स्थानीयको एउटा भनाइ पनि रहेको छ। यो स्तम्भ जुन माथि देखिएको छ बुद्धको मूर्ति, यो चाहिँ दिपनारायणज्यूका पालामा बनिएको हो। यो बुलबुले धामको चाहिँ बेग्लै आफ्नै मान्यता रहेको पाइन्छ। बाजे नमस्कार। नमस्कार। तपाईको शुभ नाम? दीर्घराज राई। यहाँको मुख्य पहिला व्यवस्थित गर्ने सञ्चालन गरेँ म यहाँको। हजुर। पहिला यो 14 सालले सुरुवात गरियो। 14 सालले तपाईँको सुरुवात गर्ने बेला यो गर्न हामीलाई कर्तव्य बाध्यता पऱ्यो। कसरी भन्नुहुन्छ भने यो यहाँ सुरुवात गर्ने बेला यहाँ देवी भनेको यो बाघ रहेछ। तपाईँको बाघ यतिखेर निस्केर यतातिर कराउने हिँड्ने, केही बाख्रा भेडा केही पाल्नु नदिने, वस्तु पनि पाल्नु नदिने, खाइदिने सबै। सुँगुर पनि घरभित्र लगिदिने, घरभित्रबाट कुकुर पनि लगिदिने। अनि बडो समस्या परेर अनि के को सरकार भन्दाखेरि त यहाँ दुधकण्ड देवी ठाउँको निश्चय गर्नु त निश्चय गरियो भने राम्रो हुँदैन थियो। निश्चय गरियो भने हामीलाई अझै धेरै धेरै क्षति हुन्छ भनेर भन्यो हामीहरूले। अनि यो मेरो बाबु अनि बडा बाउ म त्यो एउटा धानको बाख्रापाटा बोकेरी तपाईँको लिएन हावा पट्टास गरेर केही राखेन। अनि यसले अनिखेर फुलपाती भिटीले गरेपछि अनि राम्रो हुँदै आएर चाहिँ बाउले गरेको 16 वर्ष। अनि यो मन्दिरको स्थापना चाहिँ कहिले भएको हो तपाईलाई? तपाईँको यो 14 सालले सुरुवात गरियो। हजुर। 14 सालले सुरुवात हुन त पहिल्यै माछाहरू पानी त जहाँ कृषिको उत्पत्ति भएको हो।
कार्यक्रमका निश्चय चाहिँ हामीले गर्नु हामीले 14 सालले सुरुवात गरियो र यहाँसम्म पुर्यायो भयो। हजुर यहाँका माछा खायो भने के हुने भन्ने यो मान्यता छ अरे, के हो यसको बारेमा थोरै भनिदिनुहोस् त। माछा चाहिँ तपाईँको कसैले अपहरण नराम्रो गर्यो भनेदेखि उसलाई चाहिँ क्षति हुने, उसलाई दशा लाग्ने। हजुर दशा लाग्ने हुनाले सबै काउ भएर यसले कसैले पनि छुँदैन, हेर्दैन, खाँदैन पनि। हजुर हस् बाजे धन्यवाद। धन्यवाद भाइ। हजुर हुन्छ। अब भुलभुले मन्दिर त आइसक्यो। अब माथि अर्को ठुलो झरना छ भनेर भन्नुभएको छ पुरोहित बाजेले। अब माथि गएर तल झर्ने बाटो चाहिँ निकै लामै छ कि क्या हो जस्तो छ। यो ठाउँ निकै पवित्र रहेको छ। झरनाको अवस्था सुनिराखिएको छ। अझै कति माथि हो पनि जानै पर्यो नि। अब हट्टरे गलि नै सक्यो त कतै हिँड्नुपर्ने हो अझै। हट्टरे एकछिन बसेर पो जानु पर्ला जस्तो छ। ल अब फाइनली अब झरना भएको ठाउँमा आइपुगेको छ। धेरै लामो यात्रा गरियो नि आज। यही भुलभुले झरना। र यो चाहिँ यलम्बर राजाले शासन गरेको ठाउँ। उहाँको यहाँ मूर्ति देख्न सक्नुहुन्छ माथि। यहाँ नृत्य गर्दै गरेको बेला उहाँहरूको ज्यान चाहिँ मूर्तिमा समाएको थियो भन्ने मान्यता पनि रहेको छ। ल त अब आजलाई यति नै होइन। अर्को भिडियो फेरि अब छिटै आउँछ। अब आजलाई यति नै भइगयो। अब अर्को भिडियोमा फेरि आउनु होला। आजलाई यति नै।